सर यो पछिल्लो समय अहिले यो कैलाश मानव सरोवर यात्राको लागि कतिपय कम्पनीहरूले 5-6 दिनको प्याकेज पनि निकालिरहेका छन्। के यो सम्भव छ? यस्तो छ, सम्भव छ। अब अहिले चाहिँ तपाईले अलिकति ब्याकग्राउन्डमा जानुभयो भने हामीले जस्तो 2010-12 तिर पनि कैलाश मानसरोवर यात्राको चाहिँ काठमाडौँ टु काठमाडौँ चाहिँ 15-16 दिन 17 दिनसम्मको यात्राहरू हुन्थ्यो। टिबेट साइडमा भएको डेभलपमेन्टले गर्दाखेरि त्यसलाई छोट्याएर अहिले 10-11 दिनको चाहिँ कम्फर्टेबल जर्नीमा झारेको छ। तर हामीले जस्तो अहिले कतिपय कम्पनीहरूले टाइमको कारण देखाएर कतिपय कस्टको कारणले पनि देखाएर त्यसलाई यात्रालाई अझै छोट्याएर 5-6 दिनको बनाउने गर्नुभएको देखिन्छ अहिले। र त्यो चाहिँ एकदमै जोखिमपूर्ण। जस्तो हामीले हाई अल्टिट्युडमा जाँदै गर्दाखेरि एकदमै चाँडो हाई अल्टिट्युडमा पुग्नु चाहिँ जोखिमपूर्ण हुने कारणले नर्मल्ली अहिले चल्ने भनेको एकदमै राम्रो स्ट्यान्डर्ड आइटिनरी भनेको चाहिँ तपाईँको 10 दिनको चाहिँ काठमाडौँ टु काठमाडौँ 10 दिनको प्याकेजहरू चाहिँ चल्छ। र कतिपय कम्पनीहरूले कस्टलाई देखाएर अलिकति कस्ट मिनिमाइज गर्न र टाइम कममा पनि कैलाश मानसरोवर यात्रा गर्न सकिन्छ भन्ने हिसाबले त्यसरी एडभर्टाइज गरेको देखिन्छ। तर त्यो चाहिँ एकदमै फिजिबल चाहिँ छैन। 11 दिनको यात्रा गरिराख्दाखेरि चाहिँ त्यहाँ यात्रुहरूले चाहिँ के सुविधा पाउँछ? यस्तो छ, हामीले काठमाडौँ टु काठमाडौँ 10 नाइट 11 दिनको प्याकेज गर्ने गरेका छौँ। त्यो चाहिँ काठमाडौँबाट स्याब्रुबेसी अहिले बोर्डर लासालाई कनेक्ट गर्ने अथवा टिबेटलाई कनेक्ट गर्ने 3टा बोर्डर, टिबेटलाई कनेक्ट गर्ने 3टा बोर्डर भए तापनि अहिले चाहिँ एकदमै सञ्चालनमा रहेको चाहिँ रसोगढी नाका मात्रै हो, जसलाई केरुङ नाका पनि भनिन्छ। र अर्को चाहिँ अलिकति कम सञ्चालनमा रहने चाहिँ हिल्सा सिमीकोटको हुम्ला नाका हुँदै जाने हिल्सा नाका हो एउटा। र अर्को चाहिँ फ्लाइट कनेक्टिभिटी अलिकति फिजिबल नभए पनि फ्लाइट कनेक्टिभिटीले चाहिँ लासालाई जोड्ने जुन 3टा नाका सञ्चालनमा छ। त्यसमध्ये चाहिँ सबभन्दा बढी सञ्चालनमा हुने चाहिँ रसुवागढी नाका चाहिँ सञ्चालनमा रहेको छ। र त्यसमा पाउने सुविधा भनेको चाहिँ हामीले यात्रीहरूलाई काठमाडौँदेखि रसुवागढीसम्म नेपाल साइडको गाडीमा लिएर जान्छौँ। र टिबेट साइड क्रस गरिसके पछाडि उहाँको रोड चाहिँ एकदमै राम्रो कन्डिसन भएको कारणले हामीले एकै दिन पनि 500 किलोमिटरसम्म ड्राइभ गर्न सकिन्छ। त्यसले गर्दा त्यसमा हामीले दिने फेसिलिटीहरू भनेको ट्रान्सपोर्टेसन, खाना बस्न र त्यहाँको पर्मिट भिजाका जुन कस्टहरू छ त्यसमा इन्क्लुड गरेर हामीले प्याकेजहरू सञ्चालन गर्ने गरेका छौँ। यो यात्रा चाहिँ अब जस्तै 5-6 दिनको यात्रा त जोखिमपूर्ण भन्ने होइन, यात्रा नै त्यहाँसम्म कतिको सुरक्षित छ? यस्तो छ, यो चाहिँ हाई अल्टिट्युडमा जानु यस्तो स्वास्थ्य अलिकति प्रतिकूल भएको मान्छेको लागि त एकदमै जोखिमपूर्ण हुने नै भयो। प्लस तपाईँको चाहिँ एकदमै चाँडो हाई अल्टिट्युडमा जानु, जस्तो हामीले यहीँ पनि हेऱ्यो भने एभरेस्ट बेस क्याम्प ट्रेकिङ जानको लागि तपाईँ हामीले चाहिँ 6-7 दिन 8 दिनसम्म लाउँछौँ। तर त्यो पनि 5000 मिटरमा पुग्नको लागि हामी चाहिँ कैलाश मानसरोवर यात्रा चाहिँ हाइएस्ट पोइन्ट भनेको 5630 मिटर क्रस गर्नुपर्छ। र त्यसमा चाहिँ एकदमै फास्ट ग्रेजुअली अप जाँदा चाँडो जाँदा चाहिँ त्यसले चाहिँ स्वास्थ्य प्रतिकूलता ल्याउँछ नै। र जाने जोखिम पनि भयो। तपाईँले पछिल्लो समय केही तथ्याङ्कहरू हेर्नुभयो भने नेपाली तीर्थयात्रुहरूले चाहिँ जो ज्यान गुमाउने चाहिँ अवस्था चाहिँ बढ्दै गएको जस्तो देखिन्छ। त्यसमा विभिन्न फ्याक्टरहरूले काम गरेको छ। जस्तो एउटा अनुभवी स्टाफहरूको चाहिँ स्कट नहुनु, अनुभवी स्टाफहरू लिएर नजानु र एकदमै चाँडो यात्रा सकेर आउँछु भन्ने हतारिएर जानु र पूर्व तयारी नहुनु। कतिपय अवस्थामा हाम्रो बानी के भइरहेको छ भने ट्राभल एकदम सर्ट पिरियडमा हामीले ट्राभल प्लान बनाइरहेका छौँ। त्यसले चाहिँ आफ्नो जीवलाई जोखिममा पारिरहेको हामीले महसुस गरिरहेको छौँ। जस्तो विदेशीहरूले के गर्छन् नर्मल्ली भने कैलाश मानसरोवर यात्रा जाँदैछु भने त्यहाँको भौगोलिक स्थिति र अरू विषय त्यहाँको सेवा सुविधाको विषयमा पनि स्टडी गरेर चाहिँ उनीहरू मेन्टली प्रिपेयर भएर आएका हुन्छन्। हाम्रो चाहिँ आजको भोलि नै प्लान गरेर हिँड्ने अवस्थाले गर्दाखेरि दुर्घटनाहरू निम्ताइरहेको जस्तो देखिन्छ। र त्यहाँको जुन पाउने सेवा सुविधाको विषयमा पनि क्लियर नभइकन जाँदाखेरि चाहिँ पछि फर्केर आएर चाहिँ एकदमै धेरै तीर्थयात्रीहरूले गुनासो गरेको देखिन्छ। जस्तो कोभिड अगाडि हेर्नुभयो भने बढी भारतीय तीर्थयात्रीहरू हुन्थे, नेपाली एकदमै नगण्य मात्रामा नेपालीहरूले ट्राभल गर्नुभएको थियो। र कोभिडभन्दा पछाडि 2023मा कैलाश मानसरोवर यात्रा सञ्चालन भइसके पछाडि चाहिँ भारतीयलाई स्टिल बन्द नै छ। त्यसले गर्दा नेपाली तीर्थयात्रीहरू चाहिँ ठुलो सङ्ख्यामा ट्राभल गरिरहनु भएको छ। वार्षिक रूपमा 5-6,000-7,000सम्म तीर्थयात्रीहरूले ट्राभल गरिरहनु भएको छ। र जति ठुलो सङ्ख्यामा ट्राभल गरिरहनु भएको छ त्यति जोखिम पनि बढिरहेको जस्तो देखिन्छ। किनभने पूर्व तयारी एउटा नहुनु र अघि हामीले भने जस्तै एकदमै चाँडो कैलाश यात्रा चाहिँ कम्प्लिट गरेर आउँछु भनेर हतारिएर जानु पनि त्यस दुर्घटनाको मुख्य कारण बनिरहेको छ। हामी चाहिँ के चाहन्छौँ भने तपाईँको तीर्थयात्रा सँगसँगै सुरक्षित तीर्थयात्रा गरौँ र तीर्थयात्रीहरूले ज्यान नगुमाउँ र उहाँहरू त्यत्रो ठुलो धनराशि खर्च गरेर गइसके पछाडि उहाँहरूको यात्रा पुरा होस् भन्ने हिसाबले चाहिँ हामीले त्यो यात्राहरू सञ्चालन गरिरहेका छौँ। हाम्रो उद्देश्य पनि त्यही नै हो। जस्तै यो सुरक्षित यात्रा भनिराख्दाखेरि जस्तै अब कतिपय चाहिँ कम्पनीबाट जान्छन् तर एकल मान्छे जाने हुन्छ,
त्यो हुँदाखेरि चाहिँ अब जस्तै त्यहाँ गएर कुनै दुर्घटना भइहाल्यो भने चाहिँ अब विदेशीहरू आएर जाँदाखेरि पनि अब विदेशीले चाहिँ अब कम्पनीलाई नै समाउँछ नि त। अब कम्पनीले नै अब त्यो गरे त होइन, ट्रस्ट भन्ने कुरा हुँदैन नि त। त्यो हुँदाखेरि चाहिँ एकल जानु राम्रो कि अथवा अरू ग्रुपमा जानु चाहिँ राम्रो? कैलाश मानसरोवर यात्रा एउटा कुरो एकल सम्भव पनि छैन, त्यो ग्रुपमै ट्राभल गर्नुपर्छ। किनभने हामीले मिनिमम ग्रुप साइज नै 5 जना भिजा पर्मिट बनाउनलाई नै मिनिमम 5 जनाको ग्रुप साइज चाहिन्छ। त्यसले गर्दाखेरि ग्रुपमा नै ट्राभल गर्नुपर्छ एउटा कुरा, कस्ट वाइज पनि। र अर्को कुरा तपाईँले भन्नु खोज्नु भएको जस्तो परिवारको पनि एकजना सदस्य सहित परिवार ट्राभल गर्नुभयो भने चाहिँ राम्रो हुन्छ। र प्लस तपाईँको के हो भने जस्तो हामीले विदेशीहरूले चाहिँ अलमोस्ट 99% नै गरेर आएको हुन्छ नि इन्सुरेन्सहरू, ट्राभल इन्सुरेन्सहरू, हाइएल्टिट्युडको इन्सुरेन्सहरू गरेर आउनु भएको हुन्छ। नेपालीहरूको चाहिँ त्यो अलिकति अझै पनि त्यो बानी परिसकेको हामीले महसुस गरेका छैन। किनभने तपाईँले जस्तो 1,50,000, 1,60,000, 2 लाखसम्म टुरलाई तिर्दै गर्दाखेरि अर्को 4-5 हजारको मात्रै इन्सुरेन्स गर्नुभयो भने पनि तपाईँ यात्रीहरू दुर्घटना पर्दा अथवा मेडिकल केसहरू आउँदाखेरि उहाँहरूलाई फाइनेन्सियल बर्डन कम हुन्छ र ज्यानै गुमाउने स्थिति पनि परिवारलाई पनि केही न केही राहत मिल्छ। त्यसले गर्दा एउटा कुरो इन्सुरेन्स गरेर ट्राभल गर्नु पर्यो। र अर्को कुरो परिवारको एकजना सदस्यसहित ट्राभल गर्नुभयो भने तपाईँलाई ट्राभल यात्रामा भइपरिआएका समस्याहरूको सेयरिङ गर्नलाई पनि एउटा चाहिँ माध्यम हुने भावनाले हामीले चाहिँ के भन्छौँ भने कम्तीमा पनि परिवारको एकजना सदस्यसहित ग्रुपमा ट्राभल गर्नुहोस् भनेर हामीले चाहिँ उहाँहरूलाई सजेस्ट गर्ने गरेका छौँ। अनि कैलाश मानसरोवर जाँदाखेरि चाहिँ जस्तै उमेर समूह हुन्छ कि हुँदैन? कुन उमेरदेखि कुन उमेरसम्मको जान सकिन्छ अथवा कसरी जान सकिन्छ? नर्मल्ली हामीले भारतीय तीर्थयात्रीलाई तीर्थयात्रा गराउँदा चाहिँ 2019सम्म चाहिँ के रुल थियो भने 70 वर्षभन्दा माथिको यात्रीले चाहिँ कैलाश मानसरोवर यात्रा गर्न नपाउने चाइना साइडको रुल थियो। र नेपाली त्यो चाहिँ इन्डियनलाई चाहिँ कसरी गरिन्थ्यो भने टिबेट साइडको गभर्मेन्ट थ्रुबाट गर्ने भावनाले उहाँहरूको धेरै रिस्ट्रिक्सन थियो। तर नेपाली जो तीर्थयात्री जानुहुन्छ त्यहाँ टिबेटको चाहिँ लासाको प्राइभेट एजेन्सीले पनि हामीसँग कोअपरेट गरेर अपरेट गर्न सक्ने भावनाले यसको त्यस्तो लिमिट चाहिँ छैन। तर हामीले चाहिँ सजेस्ट चाहिँ के गर्छौँ भने हेल्थ तपाईँको राम्रो छ भने 70, 72 वर्ष, 75 वर्षसम्म पनि जाँदा प्रब्लम भएन। तर त्यो जानुभन्दा अगाडि कम्तीमा तपाईँले आफूले देखाइरहनु भएको डक्टरलाई अथवा कसै डक्टरलाई एकचोटि सजेसन गरेर सल्लाह लिएर जानुभयो भने सुरक्षित यात्रा गर्न सकिन्छ। किनभने तीर्थयात्रा गर्दै गर्दाखेरि तपाईँको जीवधनको पनि सुरक्षा, जिउको पनि सुरक्षा हुनु पर्यो। त्यसले गर्दाखेरि एउटा कुरो सुरक्षित ट्राभल गर्ने र एकदमै हतारिएर ट्राभल नगर्ने। जस्तो अहिले तपाईँको यो इयर टाइम छैन, यो इयर म 5 दिन मात्रै म्यानेज गर्न सक्छु, 5 दिनमा कैलाश यात्रा गर्नु पर्यो भन्नु भएन। यो इयर टाइम छैन भने अर्को इयर टाइम म्यानेज गरेर अर्को सिजनमा जानु पर्यो। किनभने एकदमै हतारिएर जाँदाखेरि त्यो दुर्घटना हुने सङ्ख्या चाहिँ बढ्दै गइरहेको छ, त्यो तथ्याङ्कले देखाउँछ। त्यसले गर्दाखेरि हामीले एउटा कुरो ट्राभल गर्दाखेरि इन्सुरेन्स गरेर ट्राभल गर्नु पर्यो, ग्रुपमा ट्राभल गर्नु पर्यो र तपाईँको हतारिएर ट्राभल गर्नु भएन। त्यो चाहिँ एउटा महत्त्वपूर्ण कुरा हो। जस्तो यो इन्सुरेन्सको कुरा गरिराख्दाखेरि चाहिँ यो व्यक्तिले नै गर्नुपर्ने हो? इन्डिभिजुअल हुन्छ। इन्डिभिजुअल इन्सुरेन्स विभिन्न इन्सुरेन्स कम्पनीहरूले विभिन्न पोलिसीमा इन्सुरेन्स गराइरहनु भएको हुन्छ। त्यो पोलिसी अन्तर्गत आफूलाई सुटेबल हुने पोलिसी लिएर गर्नु पर्यो। कस्तो हुन्छ भने टिबेट साइडमा चाहिँ अब यहाँ कतिपय यात्रीहरूले चाहिँ हेलिकप्टर रेस्क्यु हुन्छ भन्ने पनि सोच्नुहुन्छ। टिबेटको टेरिटोरीमा चाहिँ हेलिकप्टर यहाँबाट जानु पाउँदैन, हामीले हेलिकप्टर लान पनि सकिँदैन। सबभन्दा छिटो रेस्क्यु हुने भनेको गाडीमा नै हो। त्यहाँ अब गाडीमा नै लो अल्टिट्युडमा झार्ने हो। बिरामी हाई अल्टिट्युडमा मान्छे बिरामी हुँदाखेरि लो अल्टिट्युडमा लिएर आउने हो। त्यसले गर्दाखेरि अब इन्सुरेन्स गर्दा पनि बुझेर, जस्तो मेडिकल इन्सुरेन्स काठमाडौँमा आइसके पछाडि 10औँ दिन 20औँ दिन हस्पिटलाइज हुनु पऱ्यो भने फाइनेन्सियली बर्डन हुने भयो नि त। त्यसले गर्दा मेडिकल सहित कभर हुने गरी, एक्सिडेन्टल मेडिकल कभर हुने गरी इन्सुरेन्स गर्नु जानुभयो भने पछि फर्केर आउँदा पनि अथवा चाहिँ कुनै दुर्घटना भइहाल्यो भने पनि त्यसले चाहिँ एउटा फाइनेन्सियल बर्डन पनि कम हुने भावनाले त्यो चाहिँ हामीले सजेस्ट गर्छौँ। जस्तै यस्तो दुर्घटनाको कुरा गरिराख्दाखेरि अब कतिपय चाहिँ मैले देखेको अब यो अहिले कैलाश मानसरोवर चाहिँ पछिल्लो क्रममा चाहिँ व्यवसाय गर्नेहरूले चाहिँ अब बढाइरहेको देखिन्छ। यसमा पनि कतिपय संस्थाहरू चाहिँ दर्तै नभइकन पनि सञ्चालनमा ल्याएको हुन्छ। त्यसले गर्दाखेरि प्याकेज पनि सस्तोमा अनि छोटो दिनको राखेको पनि देखिन्छ होइन। यसले गर्दाखेरि त एकजनाले गर्दा सबै व्यवसाय नै नराम्रोमा पर्छ नि त होइन। यस्तोको लागि चाहिँ नियमन गर्ने केही छ कि छैन? यस्तो छ, हाम्रो एउटा एसोसिएसन छ, एसोसिएसन अफ कैलाश टुर अपरेटर भन्ने एक्टोन भन्ने संस्था छ। त्यो चाहिँ यो कोभिडभन्दा अगाडि इन्डियन चलाउने बेलामा मूलतः इन्डियन चलाउने व्यवसायीहरूको चाहिँ साझा संस्था थियो, त्यो इन्डियन कैलाश मानसरोवर अपरेट गर्नेहरूको। र कोभिडभन्दा पछाडि चाहिँ यो जब देशमा टुरिस्ट घटिसके पछाडि नेपालबाट कैलाश मानसरोवर जाने यात्रुहरूको चाहिँ डिमान्ड एकदमै बढे पछाडि अहिलेसम्म एकचोटि आफै पनि कैलाश नजानु भएको एजेन्सीहरूले पनि कैलाश टुर गरिराख्नु भएको छ, जोसँग चाहिँ एक्सपिरियन्स स्टाफहरू छैन। त्यसले गर्दाखेरि एउटा त्यो समस्या भइरहेको छ। अर्को कुरो तपाईँले भन्नुभएको जस्तो दर्तै नभइकन सञ्चालन भएका पनि कतिपय आएका छन्, त्यस्तो देखिन्छ। त्यसमा चाहिँ राज्यको निकायले नै, किनभने अब टिबेट भनेको चाइनाको एउटा
पार्ट भयो। त्यो त्यहाँको डेस्टिनेसन हामीले प्रमोट गरेर नेपालको थ्रु बेच्दै गर्दाखेरि हाम्रो आफ्नै देशको पनि बदनाम हुने अवस्था रहन्छ। त्यसले गर्दाखेरि राज्यको निकायले पनि यसमा चाहिँ मोनिटरिङ गर्नु पर्यो। हामी प्राइभेट व्यवसायीहरूले प्राइभेट एसोसिएसनले गर्न सक्ने भनेको चाहिँ सामान्य सुझाव दिने मात्रै हो, राज्यलाई झकझगाउने मात्रै हो। हामी आफैले मोनिटरिङ गरेर कसैलाई कारबाही गर्ने खालको चाहिँ हामीले अवस्था छैन। त्यसले गर्दा राज्यकै सम्बन्धित निकायले चाहिँ अथवा परराष्ट्रले पर्यटन मन्त्रालयले यसमा ध्यान दियो भने चाहिँ अलिकति सहज चाहिँ हुन्छ। अनि कैलाश यात्रा जानको लागि चाहिँ उपयुक्त समय चाहिँ कुन समय हो र कति खर्च चाहिँ लाग्छ? हामीले नर्मल्ली मेदेखि सेप्टेम्बरसम्म कैलाश मानसरोवर यात्रा सञ्चालन हुन्छ र यो खर्चको विषयमा चाहिँ भेरिएसनहरू छ। अघि हामीले भनेको जस्तै तपाईँको 5-6 दिनमै यात्रा गराउने, एकदमै सस्तोमा यात्रा गराउने पनि देखिएको छ। तपाईँले नर्मल्ली अहिले स्ट्यान्डर्ड आइटिनरी र स्ट्यान्डर्ड कस्ट नर्मल्ली भनेको चाहिँ अहिले 10 दिनको यात्रा हुन्छ र नर्मल्ली कस्टको विषयमा चाहिँ 1,75,000 देखि 2 लाखसम्मको कस्टहरूमा चाहिँ सेल भइरहेको हुन्छ प्याकेजहरू। किनभने टिबेट साइडको जुन कस्ट हुन्छ उताबाट आउने कस्ट नै इट्सेल्फ महँगो हुन्छ। त्यसले गर्दाखेरि हामीले कस्टको वाइज चाहिँ त्यो यात्रीले बुक गर्दा पनि एकदमै सस्तो कस्ट मात्रै नहेरिकन त्यो विषयमा त्यसमा चाहिँ के प्याकेजहरू छ, त्यसमा सर्भिसहरू के छ भनेर हेर्न चाहिँ एकदमै महत्त्वपूर्ण छ। किनभने कतिपय एजेन्सीहरूले एकदमै सस्तो प्याकेज गरेर खानाको विषयमा चाहिँ टिबेटमै खाना खुवाउने भनेर लैराख्नु भएको हुन्छ। त्यसले गर्दा त्यो गर्दाखेरि के हुन्छ भने उता टिबेट साइडमा चाहिँ एकदमै रिमोट एरिया, अन्डर डेभलप ठाउँ भएको हुनाले रेस्टुरेन्ट फेसिलिटीहरू छैन, होटलको फेसिलिटीहरू कम छ र अझै त्यसमा पनि हामीले नेपालीले खाने खानाहरू पाउनु त एकदमै मुस्किल छ। त्यसले गर्दाखेरि हामीले चाहिँ नर्मली के गर्छौँ भने यहीँबाट किचन टिमसहित लिएर गएर पुरै हामीले आफैले किचनमा खाना पकाएर नेपाली स्टाइलमा खाना पकाएर खुवाउने गरेका छौँ। त्यसमा जानुभयो भने कस्ट अलिकति बढी पर्छ। अब बेड एन्ड ब्रेकफास्टमा जान्छु, ड्राई फ्रुट्स खाएर चाहिँ यात्रा गर्छु भनेर जानुभयो भने सस्तो पनि पर्छ। तर त्यहाँ गइसके पछाडि एकदमै दुःख पाऊँ, किनभने एउटा कुरा हाई एल्टिट्युडमा अब त्यहाँ हामीलाई न्युट्रिसनकै कम हुन्छ। खाना राम्रो भएन भने यात्रा कम्प्लिट गर्नु पनि गाह्रो हुन्छ। त्यसले गर्दाखेरि कस्ट मात्रै नहेरिकन त्यो भित्र चाहिँ के सर्भिसहरू छन्, फेसिलिटीहरू के छन् भन्ने कुरा हेर्न चाहिँ एकदमै महत्त्वपूर्ण छ। त्यस्तोको लागि चाहिँ एजेन्सी छनौट कसरी गर्ने? एउटा कुरो, त्यो एजेन्सीले कैलाश मानसरोवर यात्रा सञ्चालन गरेको कति वर्ष भयो, कहिलेदेखि सञ्चालनमा छ भनेर एउटा कुरो हेर्नु पर्यो। र अर्को कुरा त्यसमा जाने आफूसँग सँगै जाने स्टाफहरू चाहिँ एक्सपिरियन्स छन् कि छैनन्, तिनले कैलाश यात्रा गरेका छन् कि छैनन् भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। एजेन्सी त एउटा पाटो भयो, यहाँ दर्ता गरेर चलाउने एजेन्सीहरू भिजा पर्मिटको फेसिलिटेसन गर्ने त एउटा पाटो भयो। तर इन्टायर ट्रिपमा 11 दिनसम्म मानसरोवर जाँदाखेरि चाहिँ जुन सेवा सुविधा प्रदान गर्ने चाहिँ स्टाफले नै हो। तपाईँ वेल एक्सपिरियन्स स्टाफ छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। त्यसले गर्दाखेरि चाहिँ ती सबै विषय हेरेर मात्रै बुकिङ गर्नुभयो भने राम्रो हुन्छ। सोसियल मिडियामा अहिले हेर्नुभयो भने हजारौँ छ्यापछ्याप्ती विज्ञापनहरू देखिन्छ। त्यसको पछाडि पहिला पैसाको मात्रै पछाडि नलागिकन त्यो भित्र के सेवा सुविधा छन् भन्ने कुरा चाहिँ हेर्न एकदम महत्त्वपूर्ण छ। कैलाश मानसरोवर यात्रा जाँदाखेरि चाहिँ त्योभन्दा अगाडि चाहिँ के कुरामा चाहिँ तयारी रहनुपर्छ, के सामानहरू चाहिँ लिएर जाने? एउटा कुरा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के भने, एउटा हामी कैलाश मानसरोवर यात्रा जानुभन्दा अगाडि त्यो विषयमा, त्यो ठाउँको विषयमा, त्यहाँको भूगोलको विषयमा चाहिँ अध्ययन गर्ने एकदमै महत्त्वपूर्ण छ। प्लस फिजिकल्लीका साथसाथै मेन्टल्ली पनि एकदमै प्रिपेयर हुन जरुरी छ। किनभने हाई एल्टिट्युडमा जाँदै गर्दाखेरि आफू चाहिँ मेन्टल्ली चाहिँ वेल प्रिपेयर भएर जाँदाखेरि चाहिँ त्यसले चाहिँ धेरै सहजता निर्धारण गर्छ। त्यसले गर्दाखेरि आफू मेन्टली प्रिपेयर हुनु पर्यो र फिजिकल्ली पनि प्रिपेयर हुनु पर्यो। साथसाथै त्यहाँ चाहिने गियरहरू, ट्रेकिङका लागि चाहिने गियरहरू, हाई एल्टिट्युडमा चाहिने गियरहरूको चाहिँ एउटा कलेक्सनको लिस्ट बनाएर त्यसमा चाहिँ सबै कुराहरू तयारी गरेर मात्रै यात्रा गर्दाखेरि कम दुःख पाइने सम्भावना हुन्छ। किनभने त्यहाँ आफूले खोजेका सामानहरू सबै चिजहरू उपलब्ध नहुन सक्छन्। किनभने हामी यहाँ काठमाडौँबाट जाँदै गर्दा मे जुनको टाइममा यहाँ गर्मी टाइम, समर टाइम भइरहेको हुन्छ। उता हामी हाई एल्टिट्युड साथसाथै चिसो ठाउँमा जाँदाखेरि त्यसले असर पनि गर्ने हुन्छ। त्यसले गर्दा हामी पूर्ण रूपमा तयारी भएर गियरहरू, चाहिने गियरहरू, वाकिङ स्टिकदेखि वाकिङ सुजहरू, ज्याकेटदेखि अरू विभिन्न जुन हाम्रो ट्रेकिङको लागि चाहिने गियरहरू छ त्यसमा पूर्ण रूपमा तयारी गरेर गइयो भने हामीले कैलाश मानसरोवर साथसाथै कैलाश पर्वतको पनि परिक्रमा चाहिँ कम्प्लिट गरेर आउन सकिन्छ। जस्तै कैलाश पर्वत त गइन्छ, कैलाश पर्वत जाँदाखेरि पनि अब जस्तै धेरै तीर्थयात्रीले चाहिँ ज्यान गुमाएको पनि देखिन्छ। त्यो चाहिँ खास कारण चाहिँ के हो? यस्तो छ, यहाँबाट गइसके पछाडि जोसुकैलाई पनि कैलाश यात्रा यहाँबाट सुरु गरिसके पछाडि कम्प्लिट गरेर आउँ भन्ने इच्छा शक्ति हुन्छ। तर कतिपय अवस्थामा आफूले मन हुँदाहुँदै पनि फिजिकली साथ नदिँदाखेरि त्यो दुर्घटनाहरू निम्तिरहेको हुन्छ। साथसाथै कतिपय तीर्थयात्रीहरूले यहाँबाट सुरु गरिसके पछाडि आफ्नो हेल्थको भित्र हेल्थ चाहिँ आफूलाई सन्चो नभएको, आफू बिरामी भएको कुरा लुकाएर पनि यात्रा कम्प्लिट गर्नुतिर लाग्नुहुन्छ। त्यो जबरजस्ती गरिएको कारणले कतिपय तीर्थयात्रीहरूले चाहिँ ज्यान गुमाइरहनु भएको अवस्था छ। जस्तो कैलाश मानसरोवरसम्म
4500 मिटर हाइटमा पुगिन्छ र कैलाश पर्वतको परिक्रमा गर्दाखेरि हामी 5630 मिटर हाइट चाहिँ क्रस गर्नुपर्ने हुन्छ। त्यो जाने समयमा चाहिँ सबभन्दा बढी तीर्थयात्रीहरूले ज्यान गुमाइरहेको हामीले डेटामा देख्न सकिन्छ। किनभने त्यहाँ कैलाश पर्वतको नजिकै दार्चुन भन्ने ठाउँ पुगिसके पछाडि पनि अब कतिपय तीर्थयात्रीहरूले के गर्न्छन्, जबरजस्ती आफ्नो हेल्थ कन्डिसन ठिक नहुँदा हुँदै पनि त्यो हेल्थ कन्डिसन दबाएर लुकाएर त्यहाँ गएको चाहिँ स्टाफ टिम मेम्बरहरूलाई चाहिँ मलाई ठिकै छ भन्ने हिसाबले उहाँ जबरजस्ती कैलाश पर्वतको परिक्रमा सुरु गर्नुहुन्छ। त्यसले चाहिँ बढीभन्दा बढी दुर्घटनाहरू निम्ताइरहेको छ। अब त्यहाँ जुन किनभने हामीले करिब 36 किलोमिटर कैलाश पर्वतको परिक्रमा गर्दाखेरि वाक गर्छौँ। त्यो वाक गर्ने समयमा अर्को अप्सन भनेको घोडाको अप्सन हुन्छ, पोटर हायर गर्ने अप्सन हुन्छ झोला बोक्नको लागि। त्यो कस्ट वाइज भन्नुभयो भने हामीले नेपालीलाई जति टुर कस्ट गरिरहेको छ लगभग त्यसको 50% चाहिँ त्यो 3 दिनको लागि घोडा हायर गरेको नै पर्छ र कस्ट वाइज पनि अलिकति महँगो भयो हुनाले धेरै नेपालीहरूले चाहिँ पैदल यात्रा गर्नुभएको छ र त्यो जबरजस्ती गरेको कारणले दुर्घटना हुने र दुर्घटना पनि हाई एल्टिट्युड अक्सिजन लेभल कम भएको कारणले दुर्घटना भएर कति तीर्थयात्रीहरूले ज्यान गुमाइरहनु भएको छ। हामी के भन्छौँ भने कम्तीमा कैलाश मानसरोवर लेक नजिक पुगिसके पछाडि अथवा दार्चुन भन्ने बेस क्याम्प ठाउँमा पुगिसके पछाडि तपाईँहरूले जबरजस्ती गरिदिनु भएन भने चाहिँ ज्यान गुमाउने सम्भावना कम रहन्छ। त्यसले गर्दाखेरि तपाईँको हेल्थ कन्डिसन ठिक छ भने मात्रै त्यहाँबाट फर्दर अगाडि मुभ गर्नुपर्छ। हेल्थ कन्डिसन ठिक छैन भने त्यो आफ्नो हेल्थ कन्डिसनलाई लुकाइ चाहिँ तपाईँले अगाडि बढ्नु भयो भने दुर्घटना हुने सम्भावना बढी हुन्छ। त्यसले गर्दाखेरि हामी जहिले पनि के भन्छौँ भने तपाईँको अक्सिजन लेभल ठिक छैन, कम छ, तपाईँको प्रेसर बढिरहेको छ अथवा डाउन भइरहेको छ, तपाईँलाई अप्ठ्यारो छ ट्राभल गर्न भने तपाईँले जबरजस्ती गर्नु भएन भने कम्तीमा जहाँ पुग्नु भएको छ त्यहाँबाट फर्दर अगाडि नगइकन फर्किनु भयो भने आफ्नो जिउ पनि सुरक्षित हुन्छ। त्यो चाहिँ हाम्रो गाइड स्टाफ मेम्बरहरूलाई सुनिदिनु पर्यो। जस्तो तीर्थयात्रीहरूले कतिपय मलाई नै थाहा छ भन्ने हिसाबले गर्नु छ। एक्सपिरियन्सको आधारमा पनि हाम्रो स्टाफहरू चाहिँ 100चोटि गइसकेका मान्छेहरू हुन्छन्, स्टाफहरू हुन्छन्, उहाँहरूको अनुभवलाई मात्रै सुनिदिनु भयो भने पनि त्यो दुर्घटना हुने सम्भावना चाहिँ कम हुन्छ। जस्तै कैलाश यात्रा जानको लागि चाहिँ कुन देशबाट चाहिँ आउने गरेका छ? कैलाश मानसरोवर जाने सबभन्दा ठुलो समूह भने भारतबाट हुन्थ्यो, विगत 5 वर्षदेखि बन्द छ। 2019मा अन्तिम पटक गए पछाडि त्यहाँभन्दा पछि जान भारतीय तीर्थयात्रीलाई अलाउ गरेको छैन। यो 2025मा सायद जुन जुलाईबाट खोल्ने सम्भावना हामी एक्सपेक्ट गरिरहेका छौँ। त्योभन्दा पछि चाहिँ अहिले नेपालीको पनि ठुलो सङ्ख्या छ। साथसाथै विभिन्न मुलुकमा बस्नुभएका भारतीय मूलका तत्त्वज्ञ नागरिक जस्तो अमेरिकाबाट, क्यानाडाबाट, अस्ट्रेलियाबाट ठुलो सङ्ख्यामा चाहिँ ट्राभल गर्नुहुन्छ, जसले चाहिँ त्यहाँको पासपोर्ट होल्ड गर्नुहुन्छ तर बाई बर्थ उहाँहरू इन्डियन हिन्दू हुनुहुन्छ। उहाँहरूको ठुलो सङ्ख्या छ। कतिपय एडभेन्चरको रूपमा अरू विभिन्न फरेन कन्ट्रीबाट पनि आउने गर्नुभएको छ। अहिलेको चाहिँ पछिल्लो 2 वर्षको तथ्याङ्क 2023 र 24को तथ्याङ्क हेर्नु भने चाहिँ नेपालीको सङ्ख्या चाहिँ ठुलो छ कैलाश मानसरोवर यात्रा जाने। जस्तै अब चाँडै नै अब इन्डियाको लागि पनि अब खुल्छ भनिराख्दाखेरि अब त्यो खुल्यो भने चाहिँ अब इन्डियनहरू नेपाल मार्फत जान्छन् कि अथवा इन्डियाबाट नै जान्छन्? यदि इन्डियाबाट गयो भने त नेपालको व्यापारमा त अलिकति अप्ठ्यारो पर्ला। अहिलेसम्मको अवस्थामा हामीले हेर्दाखेरि भारतीय तीर्थयात्रीलाई खोल्दा पनि नेपालको बोर्डरबाट नै खुल्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। तपाईँले भन्नुभएको जस्तै यो जस्तो मे जुन जुलाई अगस्तको टाइम चाहिँ नेपालमा अफ सिजन टाइम मानिन्छ पर्यटनमा, र त्यो समयमा भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवर यात्रा नेपालको थ्रुबाट गराउनु पाउँदाखेरि उहाँहरूले कम्तीमा पनि 4 रात 5 दिन जति चाहिँ नेपालमा बिताउनुहुन्छ। साथसाथै अरू एडिसनल टुरहरू पनि बिक्री हुन्छ। त्यसले गर्दा नेपालको चाहिँ हस्पिटालिटी सेक्टरमा पनि त्यसले ठुलो टेवा पुर्याइरहेको छ। जस्तो ठुल्ठुला होटलहरू र ठुल्ठुला ट्रान्सपोर्ट कम्पनीहरू अथवा ठुल्ठुलो बसहरू पनि त्यही भारतीय तीर्थयात्री कारणले नै बिजी भइरहेको हुन्थ्यो त्यो समयमा। त्यो नहुनाले विगत 5 वर्षदेखि तपाईँले जुन जुलाई अगस्तको डाटा हेर्नु भयो भने होटलमा अकुपेन्सी एकदमै लो देखिन्छ। अब सायद लङ टर्ममा चाहिँ भारतीय गभर्मेन्टको तयारी हेर्दाखेरि चाहिँ उहाँहरू वहीँबाट भारतकै बाटो हुँदै लाने तयारी गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। तर त्यसमा हाम्रो नेपालको गभर्मेन्टले पनि अलिकति रोल प्ले गर्यो भने यो चाहिँ खासै नेपालको थ्रु नै जान्छ होला। किनभने कैलाश जाने तीर्थयात्रीहरूले एकचोटि मुक्तिनाथको पनि दर्शन गर्न चाहनुहुन्छ र सँगसँगै पशुपतिनाथको पनि दर्शन गर्न चाहने भावनाले नेपालको बाटोबाट नै उहाँहरूलाई फिजिबल हुन्छ। त्यसमा चाहिँ कम्तीमा पनि अलिकति हाम्रो गभर्मेन्टले पनि अलिकति टाइम दिएर त्यसमा इनिसिएसन लिएर प्राइभेट सेक्टर व्यवसायीका साथसाथै त्यहाँका चाइनाको र इन्डियाको गभर्मेन्टसँग पनि कुरा गर्न सक्ने हो भने यसले लङ टर्म नेपालको पर्यटनलाई पनि टेवा पुर्याउँछ। त्यसको लागि चाहिँ व्यवसायले, निजी क्षेत्रले चाहिँ अब सरकारको सम्बन्धित निकायमा चाहिँ कुरा राखेको छ कि छैन? हामीले परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालय सँगसँगै कुरा गरिराखेका छौँ। जस्तो हामीले विभिन्न समयमा उहाँहरूलाई भेट्दाखेरि कैलाश मानसरोवर विषयमा विगत 3-4 वर्षदेखि उठाइराखेका छौँ। जस्तो अहिले पनि तपाईँले हेर्नुभयो भने 2023बाट
इन्डियनलाई बाहेक अरू मुलुकका नेपालीदेखि अरू फरेन कन्ट्रीका पर्यटकहरूलाई अलाउ गरिरहनु भएको छ चाइना गभर्मेन्टले, र उहाँले इन्डियन पासपोर्ट होल्डरलाई चाहिँ कैलाश मानसरोवर यात्रा अलाउ भइरहेको छैन। त्यो हेर्दाखेरि हाम्रो गभर्मेन्टले पनि चाइना गभर्मेन्टसँग अलिकति कुरा गरेर अथवा इन्डियन गभर्मेन्टसँग पनि कुरा गरेर त्यसलाई अलिकति पहल गरिदिनु भने नेपालको पर्यटनमै टेवा पुग्थ्यो। तर हामीले व्यवसायले त उहाँहरूलाई अनुरोध मात्रै गर्ने हो, अब सरकारले त्यसमा ध्यान दिन सकिरहेको छैन। त्यसमा हामीले चाहिँ हाम्रो व्यवसायको तर्फबाट प्राइभेट सेक्टरबाट लागिरहेका छौँ, तर कतिपय ठाउँमा सरकारले नै डिसिजन मेकिङ गर्नुपर्ने र सरकारले नै त्यसमा चाहिँ उपस्थिति जनाउनु पर्ने भावनाले अब यो विषय चाहिँ अलिकति छायामा परिरहेको छ। हामीले चाहिँ विभिन्न चरणमा चाहिँ उहाँहरूलाई अनुरोध गरिरहेका छौँ, तर उहाँहरूले त्यसमा त्यति ध्यान दिएको जस्तो देखिँदैन। अबको सिजनको लागि चाहिँ इन्क्वायरी कतिको आइरहेछ? अहिले तपाईँको इन्डियाबाट हामीले जस्तो पर्यटन नेपाल पर्यटन बोर्ड अब अहिले चाहिँ मैले ट्र्याकमा फर्कियो भन्छु, उसले आफ्नो प्रवर्धन गर्ने मुख्य जिम्मेवारी हो, त्यसमा चाहिँ अलिकति ट्र्याकमा फर्किएको छ। अब इन्डियादेखि विभिन्न अरू मुलुकहरूमा पनि पर्यटन प्रवर्धनमा चाहिँ व्यवसायीहरूको उपस्थिति अहिले तपाईँले पछिल्लो 1-2 महिनामा 2-3 महिनामा हेर्नु भने ठुलो सङ्ख्यामा देखिन्छ। त्यसले गर्दाखेरि त्यो कैलाश मानसरोवरका साथै नेपालको पनि इन्क्वायरीहरू एकदम राम्रो छ, नेपालको ट्रेकिङको टुरको इन्क्वायरीहरू पनि एकदम राम्रो छ, र पर्यटन बोर्डले आफूले जुन जिम्मेवारी पुरा गर्नुपर्ने हो त्यसमा एकदम तदारुकता साथ लागिरहेको कारणले चाहिँ अब पर्यटक चाहिँ बढ्छ कि भन्ने चाहिँ अपेक्षा चाहिँ छ। तर के भने हाम्रो एयरपोर्टहरू हाम्रो एयरलाइन्सहरू चाहिँ त्यति मार्केटमा नदेखिएको कारणले, हाम्रो जस्तै एयरपोर्ट फुल अपरेसनमा नभएको कारणले फ्लाइटहरू घट्यो, फ्लाइटको चाहिँ घटेको कारणले चाहिँ कस्ट जुन फ्लाइट कस्ट छ त्यो चाहिँ एकदमै बढेको छ। त्यसले गर्दाखेरि ट्राभल गर्ने सङ्ख्या चाहिँ अलिकति कम छ। अहिले हामीले पछिल्लो केही समयको तथ्याङ्क हेऱ्यो भने नेपाल आउन चाहने जुन पर्यटकहरू उहाँहरू अरू विभिन्न मुलुकहरूमा चाहिँ डाइभर्ट भइरहेको जस्तो छ। श्रीलङ्कामा लगायत अरू सिङ्गापुर मलेसिया अन्त अरू कन्ट्रीहरूमा चाहिँ इन्डियाकै पर्यटक पनि अरू कन्ट्रीहरूमा डाइभर्ट भइरहेको देखिन्छ। त्यसले गर्दाखेरि हामीले पर्यटक बढाउनलाई मार्केटिङको साथसाथै हाम्रो एयरपोर्टहरूलाई फुल फेजमा सञ्चालन गर्नु पर्यो। काठमाडौँ एयरपोर्ट मात्र नभएर पोखरा भैरव एयरपोर्ट पनि फुल फेजमा सञ्चालन गर्न सकियो भने नेपालमा पर्यटकको बढ्न चाहिँ डेफिनेटली टेवा पुग्छ। कैलाश मानसरोवर नै किन जानुहोस्? यस्तो छ, हामी हिन्दू जसले हामीले हिन्दू धर्ममा विश्वास गर्छौँ उहाँहरूले चाहिँ एकचोटि लाइफ टाइम कम्तीमा पनि एकचोटि चाहिँ कैलाश मानसरोवर जानुपर्छ भन्ने मान्यता राखिन्छ। जस्तै इन्डियनहरू पनि ठुलो सङ्ख्यामा आउने कारण चाहिँ त्यही नै हो। उहाँहरूले कम्तीमा पनि एकचोटि जीवनभरमा एकचोटि कैलाश मानसरोवर र पशुपतिनाथको दर्शन गर्ने भन्ने जुन मान्यता राख्नुहुन्छ त्यो पुरा गर्नलाई आफ्नो हिन्दू धर्मको जुन चलिआएको चलनलाई पुरा गर्नलाई पनि कम्तीमा पनि कैलाश मानसरोवर एकचोटि पुग्नुपर्छ भन्ने भएको कारणले चाहिँ ठुलो सङ्ख्यामा चाहिँ तीर्थयात्रीहरू त्यसमा जाने गर्नुहुन्छ। हस्।